डार्लिङको जुत्ता खुसियो छ, जुत्ता उसेर हानेछ। अब हामी मर्निङ वाक आएको। लगभग हाम्रो डार्लिङ अब 15 पुरा भएर 16 वर्ष लाग्यो नि त। हजुर 16 वर्ष लाग्यो भने के कुन महिना रे डार्लिङ? जेठको 22 गते 15 पुरा भएर 16 वर्ष लाग्यो। अब अनि जेठको 22 गते मेरो डार्लिङको बर्थडे आउँछ। त्यतिखेरसम्म अब खै डार्लिङसँग भेटघाट हुने कि नहुने त्यो थाहा छैन। हुन त अब हामी यहाँ सँगै नभए पनि हाम्रो अब कन्ट्याक्ट भइहाल्छ। म जहाँ भए पनि अब डार्लिङ पढ्दैछ, उसको अब करियर बनाउँदैछ होइन। अब भर्खर 9 क्लासमा पढ्दैछ होइन। 9मा जे होस् उसले पढाइ पनि राम्रो पढ्दैछ भनौँ, पहिलाभन्दा धेरै प्रगति छ। त्यो खुसी लाग्छ आफूभन्दा सानो भाइले अब नराम्रो बाटोमा भन्दा पनि राम्रो बाटोतिर हिँड्दाखेरि पढाइलाई एकदम फोकस दिँदाखेरि खुसी लाग्छ। किनकि अब सबैभन्दा सम्पत्ति भनेको नै अब पढाइ नै हो होइन। पढाइ छ त अब सबै कुरा हुन्छ। हुन त पढाइ मात्र भएर पनि भएन होइन। पढाइ सँगसँगै आफ्नो लगनशीलता र आफ्नो मेहनत र आफ्नो सिप पनि चाहिन्छ। आफ्नो भाग्यले पनि साथ दिनुपर्छ है। जे होस् हाम्रो डार्लिङले राम्रो प्रगति गरेर पहिला त त्यस्तो अब खासै सुनेको थिएन मैले, पढाइ ठिकै छ भन्थेँ। तर अहिले 8 क्लासमा पनि धेरै मिहिनेत गरेछ। जति मान्छेहरू अब ठुलो हुँदै गएपछि बिग्रिन्छ भन्थ्यो होइन, पढाइ सम्बन्धीमा त्यति ध्यान दिन्थेन। अनि मैले धेरै त्यस्तो देखाएको छु। मेरो डार्लिङको चाहिँ के छ भने पहिला सानोमा चाहिँ अलिकति ठिक थियो भन्थ्यो पढाइ। जब 8 क्लास पुगिसकेपछि उसले धेरै मिहिनेत गरेर देख्दाखेरि खुसी लाग्यो कि अब चाहिँ पढ्नुपर्छ है, मेरो फ्युचर लाइफलाई चाहिँ पढाइको इम्पोर्टेन्स छ भनेर उसको यो कन्सेप्टमा, यो दिमागमा यो आउँदाखेरि मलाई धेरै खुसी लाग्छ क्या। किनकि कतिपय मान्छेहरू यति ठुलो उमेरमा यो जेनेरेसनमा कस्तो नि अलिकति पढ्न नखोज्ने, घरमा बाबाले भनेको नमान्ने होइन, पढाइलाई इम्पोर्टेन्ट दिनु नखोज्ने, खालि खेल्न डुल्न होइन। अब त्योभन्दा भाइ हुँदैन, अलिकति कुलततिर लाग्न खोज्ने होइन, त्यस्तो सोच भएको हुन्छ पढाइ जस्तो केटाहरू। ऊ चाहिँ किन छुट्टै भएर आएको छ क्या अहिले। त्यही भएर खुसी लाग्छ। मैले चाहिँ पढ्नुपर्छ है भनेर उसले एकदम अहिले ध्यान दिएर पढेको छ। 8 क्लासमा पनि एकैचोटि कति 5औँ कति भयो डार्लिङ? 5मा भएको है। नम्बर पनि राम्रो ल्याएको थियो, 3 पोइन्ट कति लिएर आएको थियो जिल्ला स्तरीयको 8 कक्षाको इक्जाम। अनि अहिले 9मा पनि एकदम मिहिनेत गरिरहेको छ। होस् उसले अरूलाई पनि यसो इन्फर्मेसन दिइरहेछ आफू चाहिँ पढ्नुपर्छ भनेर। उसले घरमा लगभग स्कुल जान्छ होइन, आउँछ। घरमा पनि कसैले त्यो बाबाआमाले नि पढ भनिरहनु पर्दैन कि उसलाई। ऊ आफैले नै मिहिनेत गरी आउँछ। मेरो लागि मैले चाहिँ यो कुन चाहिँ विषयमा कमजोरी छ त्यो विषयलाई उसले मिहिनेत गरी आउँछ कि लगभग यसपालि मलाई आशा छ होइन, उसले गरे उसको मेहनत अनुसारले चाहिँ मलाई यसपालि चाहिँ पोहोर अब 5औँ भयो भने यसपालि चाहिँ लगभग उसले A+ ल्याउन नसके नि A चाहिँ ल्याउँछ भन्ने मलाई एकदम ठुलो आश छ है। खुसी लाग्छ। के छ डार्लिङ अनि भन्नु के छ? मेहनत कति जारी छ नि होइन, ल्याउनु सक्छ नि होइन? जे होस् सक्छ होला नि होइन। यसपालि के छ, पोहोर त अब 3.2 ल्यायो होइन, यसपालि मिहिनेत गरिरहेको छ होइन। लगभग A+ ल्यायो भने Aसम्म चाहिँ ल्याउँछु भन्ने एकदम हिम्मत छ नि होइन, स्योर छ नि होइन। हो त्यो खुसी लाग्छ है। जस मेरो एकदम मिल्ने साथी हो है। अब हामी अब हुन त मेरो भदी सरको हो, तर पनि मैले अब बोलाउने एउटा माध्यमले डार्लिङ भन्छ होइन। मेरो साथी जस्तै हो कि। अब म पनि फेरि सानै भए पनि म सानोलाई पनि एकदम पाथीमा दिन्छु। अब सानो बच्चालाई भनेर त्यस्तो हेपिँदैन होइन। बच्चालाई पनि एकदम साथ सपोर्ट अब कसरी के गर्नुपर्छ होइन त्यसरी दिन्छु। अनि त्यही भएर मसँग सानो भाइहरू पनि एकदम क्लोज भइन्छ क्या। अनि त्यही कारणले गर्दा अब मेरो डार्लिङ पनि अब नाम त पसन्द हो। अब मैले मेरो प्यारो नाम डार्लिङ भनेर बोलाउँछ होइन। त्यो होस् खुसी लाग्छ। ऊ पनि मसँग एकदम क्लोज छ है, क्लोज नै भइन्छ भनेको कुराहरू मानिन्छ। अनि पढाइमा एकदम फोकस दिन्छ क्या उसले। अनि त्यो नै मलाई चाहिँ चाहेको भनेको त्यही हो कि बच्चाहरू नबिग्रोस्, कुलतमा नफसोस् भन्ने धारणा हुन्छ होइन। पढाइलाई फोकस दिउँ होइन, आफ्नो फ्युचर लाइफ बनोस् भन्ने धारणा हुन्छ कि हामी चाहिँ। किनकि अरूको प्रगति भएको देख्न चाहन्छौँ कि आफ्नो छिमेकीको दाजुभाइहरूको होइन, आफूभन्दा साना भाइहरूलाई राम्रो बाटोमा हिँडेको देख्न चाहने इच्छा हुन्छ कि नराम्रो बाटोमा चाहिँ होइन। त्यही भएर धेरै खुसी लाग्छ। मेरो डार्लिङले जे होस् खुसी छ, यसपालि राम्रै पढ्छ, ल्याउँछ होला नम्बर। त्यसपछि अर्को वर्ष एसीमा त लगभग A+ ल्याउने हिसाबले पक्कै नै मलाई आश छ। उसले मिहिनेत गर्छ, म चाहिँ एकदम 100% फुल विश्वास छ ऊप्रति। उसले स्योर मिहिनेत गरेर A+ ल्याउने कोसिस चाहिँ स्योर गर्छ। उसको फ्युचर लाइफ चाहिँ राम्रो बनेछ। ऊ नराम्रो बाटोमै हिँड्दैन भने मलाई पूर्ण एकदम ठुलो विश्वास छ होइन त डार्लिङ? हजुर ल ठिक छ नि। यसमा के भन्न चाहन्छ? के भन्न चाहन्न? ठिक छ नि होइन, खुसी छ नि। अनि मैले दिएको सल्लाह सुझावहरू कस्तो लाग्यो तिमीलाई? एकदम राम्रो हो
जे होस् मैले गरेको आश मैले जुन तिमीप्रति आश दिएको छु नि त्यो आशको भरोसा त तिमीले तोडिँदैन होला नि जे होस् तिमीले प्रगति गरेर देखाउँछौ नि त मेरो आश भनेको तिमीले पढेर राम्रो ठुलो मान्छे बनाऊ र तिमीले अहिले एसएससीमा गएर पनि A+ ल्याउँ भन्ने मेरो ठुलो आश हो मलाई एकदम आश छ है स्योर ल्याउँछ तिमीले गर्छ नै भन्ने आश छ तिमीले त्यो आश तोडिँदैन नि त्यो मेहनत निरन्तर दिइरहन्छ नि त ल ठिक छ यार ल अब हामी लास्टमा इन्डिङ बाई बाई